प्रेज द लर्ड। ख्रिस्टमा मेरा प्यारा मित्रहरू, यहाँहरू सम्पूर्णलाई उनी हाम्रा प्रभु यीशु ख्रिस्टको सुमधुर नाउँमा न्यानो अभिवादन। यहाँहरू माझ फेरि पनि छोटो भिडियो लिकन उपस्थित भए र आजको वचनको खण्ड रहेको छ सम्बन्ध भन्दै गर्दाखेरि यो विषयमा एउटा वचन म तपाईँहरू माझ पढ्न चाहन्छु। सन्त जोन 15:5 यानि कि योना 15:5। यहाँनिर यसरी हामी पाउँछौँ, जहाँनिर येशू भन्नुहुन्छ, दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ। म बिना तिमीहरू केही पनि गर्न सक्दैनौ। आमेन। भन्नुको अर्थ आजको वचनको निचोडमा हामीले बुझ्नु पर्दाखेरि चाहिँ दागको बोट येशू हुनुहुन्छ, जसबाट सबै कुरा हामीले पाउँछौँ। हामी चाहिँ सधैँभरि दागको बोटमा टाँसिरहनु पर्छ। भन्नुको अर्थ येशूसँग हाम्रो सधैँभरि सम्बन्ध रहनुपर्छ। हामी येशूसँगै सधैँभरि उहाँको अँगालोभित्र बसिरहनुपर्छ अनि हामी धेरै आशिषित बन्न सक्छौँ। प्रियहरू, उहाँ बिना हामीहरू केही पनि गर्न सक्दैनौँ। उहाँ बिना हाम्रो एक मुठी हाम्रो सास पनि चल्दैन। प्रियहरू, आज हामीहरू जे छौँ उहाँको अनुग्रहमा छौँ। आज हामीहरू बोलिरहेको छौँ, हिँडिरहेको छौँ, काम गरिरहेको छौँ, खाइरहेको छौँ, पिइरहेको छौँ, यो सबै कुरो उहाँको अनुग्रह हो। उहाँको अनुग्रह बिना तपाईँहरू म केही पनि गर्न सक्दैनौँ। यसकारण प्रियहरू, हामी सधैँभरि येशूको अँगालोभित्र बसिरहौँ अनि हामीहरू धेरै आशिषित बन्नेछौँ। प्रेज द लर्ड।